जनताका लोकप्रिय नेपाली जनताले आशा गरेका नेपालको युवा प्रधानमन्त्री बालेन शाहलाई हाम्रो तर्फबाट पनि जन्मदिनको अनगिन्ती शुभकामना छ। 5औं हप्तासम्म आइपुग्दा बालेन शाहको 1 महिना पूरा भएको छ। यो 1 महिनामा बालेन शाहले के कस्ता काम गरे र यो 5औं हप्ता बालेन शाहको कस्तो रह्यो भन्ने विषयमा रहेर आजको भिडियो हामीले तपाईहरुको निम्ति बनाइरहेका छौं। तपाई हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो ठाउँको विषयमा तपाईले हामीलाई लेख्नु होला र हाम्रो भिडियो तपाईलाई कस्तो लागिरहेको छ हामीलाई कमेन्ट गर्नु होला। आउनुहोस् आजको भिडियोलाई हामी सुरु गर्ने छौं। शाहको 5औं हप्तामा बालेन शाहले काठमाडौँको विभिन्न क्षेत्रमा रहेको सुकुम्बासी बस्तीलाई हटाउने निर्णय गरेको थियो, जसमध्येमा काठमाडौँ महानगरपालिकाको समन्वयमा र नेपाल प्रहरीको सहयोगमा काठमाडौँको थापाथली लगायत विभिन्न क्षेत्रको सुकुम्बासी बस्तीलाई हटाउन सफल भएको छ। बालेन शाहले सीमानाका र भन्सारमा कडाई गरेसँगै 100 रुपैयाँ भन्दा माथिको खरिदमा अनिवार्य कर लगाउने निर्णय गरेको छ। बालेन शाहको नेतृत्वमा रहेको सरकार र रासपाका केही सांसदहरू यस हप्ता विभिन्न विवादमा मुछिएका छन्, जसमा खगेन्द्र सुनवार, जगदीश खरेल लगायत केपी खनाल लगायतका व्यक्तित्वहरू विवादमा मुछिनु भएको छ। यसै हप्ता माइतीघर मण्डलमा नेकपा एमालेका नेता महेश बस्नेतको श्रीमती र माइतीघर मण्डलमा अनसनमा बस्नु भएको शोभा पाठक बीच विवाद भएको छ। नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेसँगै बालेन शाहको नेतृत्वमा रहेको बालेन सरकारले संवैधानिक परिषदमा पूर्णता पाएको छ। साथै बालेन शाहको नेतृत्वमा रहेको सरकारले केही अध्यादेशहरू राष्ट्रपति समक्ष पेश गरेको थियो, जसमध्येमा केही अध्यादेश आज पास भएको छ। तपाईलाई हाम्रो भिडियो कस्तो लागेको छ र केही छुटेका विषयहरू तपाईलाई यसमा थप्नुपर्ने छ जस्तो लागेको छ भने तपाईले हामीलाई कमेन्ट गर्नु होला र हामी आगामी हप्ता फेरि यसै गरी बालेन शाहको नेतृत्वमा रहेको सरकारले त्यो हप्तामा गर्ने कामलाई समग्रमा समेटेर भिडियो बनाएर तपाईहरुको निम्ति ल्याउने छौं। अहिलेलाई हामी बिदा हुन्छौं। हस्, नमस्ते।